कहाँ छ आएको त यसै नमस्ते नमस्ते गरे नमस्ते गरे नमस्ते गरे नमस्ते पर्यटक धार्मिक सांस्कृतिक क्षेत्र पाँचपोखरीमै पर्यटकहरूको सल्लाह सुझावलाई ग्रहण गर्दै गाउँपालिका विशेष गरी नेतृत्व र हाम्रो प्रवक्ता हाम्रो 6 नम्बरको वडा अध्यक्ष नारायण भट्टराईज्यू उसमा टेलिकमका एकदम हाकिम साहबहरूको टिमसहित हामी पाँचपोखरीमा टेलिकमबाट आम नागरिकलाई सूचनाको सञ्चारको पहुँच पुर्याउने उद्देश्यले सर्वेको निम्ति हामी माथि पाँचपोखरीमै हामी जाँदैछौँ र यो बाटो गाउँपालिकाले मलाई लाग्छ यो सबै बाटो एकदमै सिडी सोलिङ हामीले गाउँपालिका स्थानीय तह 2074 साल पछाडि निर्माण गरेका जति पनि तपाईँहरूले यो बाटो पाँचपोखरी जानुहुन्छ यो सबै गाउँपालिकाको नेतृत्वमा निर्माण भएको हो। यो पाँचपोखरीमा हामीले दल्लु लामाको अध्यक्षतामा एउटा पाँचपोखरी संरक्षण समिति पनि बनाएका छौँ र अब हामी यो बाटो यो हाम्रो अध्ययन टेलिकम सर्वे टेलिकम टावर मात्र राख्ने कुरा होइन, यो बाटो कहाँ कहाँ अप्ठ्यारोहरू छन् त्यो पनि हेरौँ। यहाँ तपाईँले देख्नु भएको छ तल ताङ्गु खोलामा हामीले पुल 2078 सालमा गाउँपालिकाले निर्माण गरेको झोलुङ्गे पुल पनि तपाईँले देख्नु भएको छ। अहिले हामी चोको डाँडा यहाँ अर्को एउटा बाटो थियो त्यो कम्तीमा यो 78 सालमा हामीले गाउँपालिकाले निर्माण गरेको यो झोलुङ्गे पुल हो। अब हामी यहाँबाट चोकर डाँडा यहाँ उकालो झन्डै 1.5 घन्टाको उकालो हिँडेपछि चोकर डाँडा पुग्छ। चोकर डाँडा पछि 1 घन्टा हिँडेपछि हामी तकपथरका भन्ने ठाउँमा पुग्छौँ। तकपथरबाट लगभग आधी घन्टा 40 मिनटमा हामी नौसमपाटी पुग्छौँ। त्यसपछि नौसमपाटीबाट धेरै लाग्यो भने 3 घन्टा नत्र 2 घन्टा 2.5 घन्टामा हामी